हाई एभ्रिवान। सो फ्राइडे स्पेसल जहिले पनि मैले फ्राइडे शुक्रबारको दिन चाहिँ है पुलबजारमा चाहिँ हाट लाग्छ। अन्त सब्जीहरू चाहिँ यो ल्याएँ भने तपाईँलाई जहिले पनि भिडियो अपलोड गरिरहेको हुन्छु। सो आज पनि म चाहिँ तर हाट लागेकै जग्गामा चाहिँ जाँदिनँ है गाइस है। अनि मलाई चाहिँ दिदीले ल्याइदिनुहुन्छ हो। किनभने म चाहिँ किन जाँदिनँ भन्दाखेरि चाहिँ मेरो चाहिँ डगी छ नि त। म उठेपछि मलाई त डगीले नै उठाउँछ है। म उठेपछि डगी पुरा कराउँछ होइन। डगी कराएपछि चाहिँ त्यसलाई घुमाउनु पर्ने हुन्छ, त्यसलाई टोइलेटहरू गराउनु पर्ने हुन्छ। त्यो भएर म अलिक भ्याउँदिनँ भनौँ न होइन। सो दिदीले नै मलाई ल्याइदिनुहुन्छ। अन्त के भन्छ सब्जीमा चाहिँ मैले बन्दाकोपी, भेन्डी, यस्तो पोटलहरू, टमाटर, अन्त काँक्रा, लोकल काँक्रा लिएर आएँ। अनि दोकानबाट आएर चाहिँ मलाई चाहिँ गरम भइरहेको थियो नि त हो। अन्त लस्सी पनि लिएको थिएँ। सो लस्सी खाएर एकछिन रिल्याक्स गरेँ। अनि म दोकान गएको टाइममा चाहिँ को आउनु भएको थियो होला मेरो घरमा है। मलाई चाहिँ यो इस्कुसको मुन्टा छोडी राखिदिनु भएछ। उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि तपाईँले यो भिडियो हेर्नु हुँदैछ भने तपाईँले कमेन्ट गर्नु पनि मिल्छ है। मैले चाहिँ यो भिडियो चाहिँ खाना खाइसकेर भोइस कभर गरेको भिडियो हो यो चाहिँ है। सो अहिले पनि मलाई थाहा छैन कसले ल्याइदिनु भयो होइन। म दोकान गएको टाइममा चाहिँ आएर छोडिराखिदिनु भएछ नि त। सो धेरै धेरै धन्यवाद हजुरलाई। को हो मलाई अहिलेसम्म पनि थाहा छैन। सो एकछिन यो लस्सी खाएर रिल्याक्स गरेपछि चाहिँ खाना पकाएको भिडियो चाहिँ हालिनँ मैले। किनभने भिडियो एकदमै लामो हुन्छ भनेर मैले खाना पकाइसकेर चाहिँ के पकाएको छु त भनेर तपाईँहरूलाई देखाइरहेको छु है। मैले चाहिँ यो बी बनाएको छु हो। बीमा चाहिँ मैले टमाटर, के भन्छ त्यो लसुन, अन्त सुक्खा खोर्सानी पड्काएको छु। सादा एकदम हो। मिक्स दाल, काँक्रा, करेन्ट, अलिकति करेन्ट होइन। अन्तखेरि अन्डा बनाइदिएको छु। नानीलाई चाहिँ प्याज टमाटर लाएर मैले चाहिँ एउटा बनाएको छु, नानीलाई चाहिँ दुईवटा बनाइदिएको छु होइन। किनभने त्यसले चाहिँ सब्जी खाँदैन। सो म चाहिँ अब भात खाने टाइम आज चाहिँ यस्तो हत्तु भएको कि घरको काम गरेर गाइस म चाहिँ पुरा घरको काम गरेँ होइन। भिडियोहरू पनि त्यस्तो अपलोड गरेको छुइनँ। तपाईँहरूले देखिराख्नु भएको छ। म चाहिँ डेली पोस्ट गर्छु नि त भिडियोहरू। किनभने टाइम पाउने बित्तिकै म भिडियोपट्टि नै लाग्छु नि त होइन। किनभने फाल्तु गफ गरिरहनु भन्दा मलाई चाहिँ भिडियो बनाउनु नै मनपर्छ हो। अनि त्यही भएर चाहिँ म चाहिँ अलिकति टाइम पाएँ त भिडियो नै बनाइहाल्छु हो। सो त्यही हो। अब म चाहिँ खाना खाँदा चाहिँ 1 बजेको थियो होइन। अन्त करेन्ट नानीलाई हालिदिएँ। दाल चाहिँ अहिले खाँदिनँ भनेर त्यसले पनि सुक्खा मन पराउँछ। म पनि त्यस्तो खाँदिनँ दाल चाहिँ। हामी चाहिँ त्यस्तो खाँदिनँ र पनि मैले कोही बेला त अब है बनाउनु पर्छ नि त। दाल पनि खानु भन्छ नि त। अन्त त्यो भएर बनाउँछु। कोही बेला मिक्स दाल बनाउँछु हो। अन्तखेरि यो करेन्ट चाहिँ अलिकति पिरोमा त हालेको थिएँ मैले पहिला चाहिँ। पछि चाहिँ फेरि मैले थपेँ होइन। करेन्ट भन्ने कुरो चाहिँ यो डेली खाने चाहिँ होइन गाइस है। म पनि कोही बेला मात्रै खान्छु। कहिलेकाहीँ चाहिँ भातहरूसँग 12 बजी खाँदा त एकदमै मिठो हुन्छ। तपाईँहरू पनि ट्राई गर्नु होला हो। एकदमै मिठो हुन्छ। अन्त म चाहिँ मेरो आदत चाहिँ के छ भने म चाहिँ डगीलाई होइन, बिरालोलाई सबैलाई खाना दिइसकेर चाहिँ नानीलाई पनि दिन्छु होइन। नानीलाई पनि दिइसकेर त लास्टमा चाहिँ म पस्किन्छु होइन। जो पनि होस् अब बुढै हुँदाखेरि पनि बुढालाई पहिला दिन्छु। सबैलाई दिइसकेर चाहिँ म चाहिँ लास्टमा पस्केर खाने चाहिँ मेरो आदत छ होइन। सो म चाहिँ सब्जी चाहिँ एकदमै ज्यादा खान्छु गाइस होइन। किनभने आफ्नो आफ्नो आदत हुन्छ। सब्जी बेसी खाए चाहिँ नभनिदिनु होला। आफ्नो आफ्नो आदत हुन्छ है। एकदमै ज्यादा खान्छु म चाहिँ सब्जी। अन्त मलाई बी चाहिँ एकदमै मनपर्छ है। सबैलाई मन पर्दैन जस्तो लाग्छ बी। किनभने तितो हुन्छ नि त।